नसकेको ससुर मेरो भाइको घरबाट कुखुरा चोरेर मासु ल्याएर खाँदैछु नयाँ चुल्हाको उद्घाटन आज। अलराइट गाइज, वेलकम ब्याक टु माई अल्छी लाग्दो अल्छीले बनाएको अल्छी लागेर बनाएको मिनी ब्लगमा। हाम्रो नेपाल सरकारले चाहिँ मलाई पौडी खेल्ने नयाँ ठाउँ बनाइदिँदै हुँदो रहेछ कन्याममा। कन्यामको हरियाली सिनमा स्कुल गएर चट्टसँगले सिनको भिडियो सिडियो खिचेर कम्प्युटर क्लासमा गएर कम्प्युटर पढ्न थालियो। एकछिन कम्प्युटरमा के पढेको भन्दाखेरि कोडिङ पढेको, त्यस पछाडि केटाहरूसँग एकछिन गफ भएर स्कुल चट्टसँगले छोडेर आयो कामतिर। काममा आउँदाखेरि भनेको बाटोमा चट्टसँगले क्लाउडी वाला स्विट वाला वेदर थियो। कन्याममा चट्टसँगले लभर्सहरूले लभ गरेर चक्कर गरेर भएको थियो भने चाहिँ म चाहिँ कुकुरलाई मेरो मनको कुरा सुनाइरहेको थिएँ, किनकि मनको कुरा सुन्नेहरू कोही छैन मेरो लागेको। त्यस पछाडि पैसा बोकेर गएँ म सब्जी किन्नलाई कन्यामको मार्केटतिर। टक्कसँगले कन्यामको मार्केटबाट टमाटर प्याज भिन्डी आलु लसुन गोलभेडा सब चिज बोकेर गएँ। यति थियो मैले ल्याएको सामान। त्यस पछाडि अल्छी गर्दै म घरतिर गएँ। घरमा गएको नयाँ चुलो चाहिँ हाम्रो नेपाल सरकारले दिनुभएको रहेछ। त्यस पछाडि मैले ससुर मेरो भाइको घरबाट कुखुरा चोरेर ल्याएर मामा र म भएर काटेर खाएको। चट्टसँग हस्ता धन्यवाद। कमेन्ट सेयर सब्सक्राइब फर द मोर अपडेट।